यस 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 केटा हो, यो मान्छेले मार्छ यार, स्टेप आओ। यसले चाहिँ मार्छ केटा हो, यसलाई सक्दैन अब रोक्न कसैले पनि। अबको पालोमा अब यो फ्युचर हो, यो यसको गेम सबैले देखिसके, यसलाई कसैले रोकेर रोक्दैन। चेल्सीमा पनि मार्ने हो, कन्ट्रीमा पनि मार्ने हो। वाटा फिचिङ गोल यार, स्टेप आओ मा कसम पेट। आमामा जोगा बोनेटो भन्ने टाइपको यसले खाँदा लिएर हिँड्न सक्छ क्या, बाउबाजेको पुर्खाको नामकरण है। नेमार पछिको त यसलाई पो देखेँ मैले त यार, अस्तिदेखि नि मैले कराएर आइरहेको छु, सबैले भनिरहेछ वाटा वाटा यार मा कसम यार। गेम यस्तो 17-18 वर्षको केटो यार, बापरे। ब्राजिलियन झल्काउँदा यसले पो दिएछ त यार मा कसम यार। गेमैभरि सबैको बवाल थियो, 7 देखि माथि रेटिङ चाहियो भनेर लाइभमै कराइरहेको थिएँ म है। तैपनि खुसी लाग्यो, 4-2-2 को फर्मेटमा थियो हामी है। अलिकति मार्किन्युज र गाबीले मात्रै अलिकति कम खेल्यो, र गाबी इन्जुरी पनि भयो 64 मिनटमा, उसले आयो होइन। त्यसपछि अरू सबैले राम्रो खेले हो होइन। काश्मीरले त बबाले खेलेको, 1 येलो कार्ड पनि भयो। भिनीले एउटा बिग चान्स गुमाएको, रोड्रिगोले पनि ठिकै खेले हो, मुतेस कुनाले पनि राम्रो खेले हो। त्यही भएर खुसी लाग्यो। सेनेगललाई त हामीले जित्नै पर्थ्यो कि 2019मा हामी 1 बराबरी भएको थियो होइन। 2023मा चाहिँ हामीलाई 4 पिटे तिनीहरूले, यसको दबाब दिनै पर्छ, 3 चोटिको पालामा हामीले पिट्नै पर्छ भन्ने दबाब थियो। फाइनली 2-0 ले जित्यो, खुसी लाग्यो। अब नेक्स्ट म्याच हामी फेरि टुनिसियासँग छ, तिनीहरूलाई पनि धोपी हान्नु पर्छ। कार्लो एन्चेलोटी सोच्यो होला होइन, रेकर्ड राख्नु पर्यो कि रेकर्ड राख्नु पर्यो। तर जसले जे भयो भने पनि स्टेप हाल्न सक्दैन केटा हो, यसले मार्छ मार्छ। आम्मामामा भिनी रोड्रिगो यिनीहरू अझै बौलाउनु पर्ने, अलिकति कम भयो, नत्र त मा कसम